भन्छ नि साथीहरू, विदेशिनुको कारण हामी बाध्यताले अरू देशमा रोजगारी मजदुरी गरेर हामी 2 पैसा कमाउन आएका छौँ। यहाँ साउदी अरेबियामा यत्रो घाममा खुन पसिना बगाई साथीहरू हेर्नु न, अहिले बेलुकाको 5:30 भइसकेछ के, 5:30 भइसकेछ। यहाँसम्म अहिलेसम्म घाम हामीले बन्द छोडेको छैन। यतिको घाम छ नि, यहाँ 47 डिग्री दिउँसो थियो कि। म दिउँसो भिडियो बनाउनेवाला थियो तपाईँहरूको लागि, तर दिउँसो गर्मीको कारणले मेरो क्यामेरा चाहिँ अन भएन। क्यामेराले सङ्केत दियो कि तपाईँको फोन चाहिँ ओभर हिटेड भयो, कृपया क्यामेरा बन्द गरिदिनु होला। त्यस्तो नोटिफिकेसन आयो साथीहरू। यहाँ हेर्नु न, म अहिले भ्लगिङ गर्दैछु अनि घाम पसिना भएछु म, अनि चक्करको पनि महसुस भइरहेछ साथीहरू मलाई के। सो तपाईँहरूलाई म यो भन्न चाहन्छु, यदि साउदी अरेबिया आउन चाहनुहुन्छ भने सोचेर बुझेर मात्र आउनुहोला साथीहरू, किनभने यहाँ यतिको घाम छ, लास्टै घाम छ साथीहरू। हेर्नु कतिको घाम छ। मैले बेलुका छु, होइन हावा पनि चलेको छैन, केही पनि चलेको छैन, लास्टै घाम छ साथीहरू। अनि साथीहरू, सबैभन्दा पहिला यो च्यानललाई